सबैलाई जय मसी। आज बिहान एउटा कुरा भन्न मन लाग्यो। जो मत्तीको पुस्तक हामी सुरु अध्यायबाट अन्तिम अध्यायसम्म हेर्दछौँ भने येशूको वंशावली लेखिएको छ एक अध्यायमा। अनि येशूको वंशावली हेर्दै जाँदाखेरि त्यहाँनिर हरेक मानिसको जीवन चाहिँ हामीले बाइबलमा इतिहास पढ्छौँ भने नोबडी वाज पर्फेक्ट भन्छ नि होइन। परमेश्वरको वंशावलीमा नोबडी वर पर्फेक्ट होइन, कोही पनि एकदम पर्फेक्ट थिएन, एकदम हुन्छ नि त्यो शुद्ध थिएन। तर परमेश्वरले शुद्धता खोज्ने हृदयद्वारबाट चाहिँ उहाँले काम गर्नुभयो। अनि कुरा हेर्दै जाँदाखेरि चाहिँ एउटा कुरा के लाग्छ भने बाइबलले के भन्छ भने धन्य शुद्ध हृदय हुनेहरू हो, उनीहरूले परमेश्वरलाई देख्ने छन् भनेका छन् होइन। सो त्यति मात्र नभइकन जसरी हरिणले पानीको तृष्णा गर्छ त्यसरी परमप्रभु म तपाईँको तृष्णा गर्न सकौँ भन्ने दाउदले पनि बताउँछ। त्यही भएर आज यो बिहान म तपाईँहरूलाई के भन्न चाहन्छु भने हो, हाम्रो लाइफलाई हेर्दै गर्दाखेरि सबै कुरा पर्फेक्ट छैन। हाम्रो लाइफलाई हेर्दै गर्दाखेरि धेरै कुरा प्रब्लम्स छ, समस्याहरू छ होइन, अनगिन्ती पहाडहरू छ, अनगिन्ती प्रश्नहरू छ। तर एउटा स्टिल एउटा कुरा चाहिँ राम्रो के छ भने वी हेभ लिभिङ गड, के हामीसँग जिउँदो परमेश्वर हुनुहुन्छ। अनि जिउँदो परमेश्वर हुनुभएको कारणले गर्दाखेरि उहाँले हाम्रो हरेक समयहरू चाहिँ एज अ टेस्टोमनी उहाँले एप्रुभ गरिदिनुहुन्छ, एज अ गवाहीको रूपमा उहाँले हामीलाई बनाइदिनुहुन्छ। त्यही भएर म तपाईँलाई उत्साह के दिन चाहन्छु भने जसरी परमेश्वर यहोशूलाई भने चाहिँ गर्छ, नडराउनुहोस्, जीवनमा जस्तो अवस्था हुँदै गर्दाखेरि नआत्तिनुहोस्। बाइबलले भन्छ धैर्यलाई पुरा काम गर्न दियो ताकि तिम्रो परिपक्व र पूर्ण हो। यस कारणले गर्दाखेरि जीवनमा धैर्य एकदम इम्पोर्टेन्ट छ। धैर्यलाई पुरा काम गर्न दिनुहोस्। जीवनको समस्या पहाडहरू हेर्दै जाँदाखेरि उत्तर नदेखे तापनि बाटो नदेखे भने डोन्ट वरी, लेट्स बिलिभ इन गड। परमेश्वरमा विश्वास गर्नुहोस्, उहाँमा भरोसा राखिराख्नुहोस्। ही विल लिफ्ट यु अफ। उहाँ एकदम परमेश्वर तपाईँलाई उचाइमा लानुहुनेछ र त्यो समय आउनेछ। त्यस कारणले गर्दाखेरि त्यो वंशावलीलाई हेर्दै गर्दाखेरि नोबडी वाज पर्फेक्ट, कोही पनि हुन्छ नि योग्य व्यक्ति थिएन। तर परमेश्वरले अयोग्य व्यक्तिद्वाराबाट चाहिँ योग्य काम गर्नुभएको छ। त्यस कारणले गर्दाखेरि चाहिँ हामी पनि यो अयोग्य छौँ होइन, कति कुराहरूमा हामी पनि पर्फेक्ट छैनौँ। तर परमेश्वरले हाम्रो हृदयको तृष्णा, हाम्रो हृदयप्रति परमेश्वरको भक्ति, विश्वास, आशाको कारणले गर्दाखेरि एकदम हाम्रो जीवनद्वारा उहाँले असल काम गर्नुहुनेछ। म विश्वास गर्छु तपाईँको विश्वासले परमेश्वर असल काम गर्नुहुन्छ, तपाईँको सङ्घर्षले परमेश्वरले असल बाटोमा तपाईँले लानुहुन्छ। तर बिलिभ इन गड होइन, उहाँमा आशा राख्नुहोस्, उहाँमा भरोसा राख्नुहोस्, यसले एक दिन तपाईँलाई उचाइमा लानेछ। जय मसी।